मुनालाई अब 7 दिनभित्रमा कसरी पैसा जुटाउने त भनेर छटपटी चलिरहेको बेलामा ससुराले के भयो सन्चो छैन कि क्या हो भनेर सोध्दै खोज्दै गर्दाखेरि उनले यसरी आफू जमानत बसेर आएको अनि त्यत्रो पैसा कहाँबाट लिएर आउने भनेर सबै कुराहरू ससुरासँग भन्छन्। अनि त्यसपछि त्यति ठुलो रकमको लागि तिमीले किन हस्ताक्षर गरेको रामसँग सरसल्लाह नगरिकन तिमीले यो कदम गलत उठायौ भनेर बुहारीलाई गाली गर्दै थिए। अनि त्यसपछि के गर्ने त मैले रामको सम्पर्क हुन सकिरहेकै छैन, उहाँको मोबाइलमा फोनै लागेको छैन, दिदीकोमा पनि लागेको छैन, यहाँ जान्छु वहाँ जान्छु पनि नभन्ने केही पनि नभन्ने कहाँ चाहिँ जानुभएको होला भनेर यता फेरि घरमा छुट्टै तनाव पनि छ अनि राम र कमलाको चिन्ता पनि छ। तर राम र कमला त हस्पिटल पो गएका रहेछन्। हस्पिटलै जानु परे पनि किन रामले घरका कसैलाई पनि नभनिकन गएका होला नि त, कमसेकम आफ्नो घरमा त जानकारी गराउनु पर्थ्यो नि। अब अहिले मुना त्यति ठुलो तनावमा छिन्, यता राम र कमला हस्पिटलमा डाक्टरसँग सरसल्लाह गर्न भनेर गएका छन्। कतै अब यी सबै कुराहरूले गर्दाखेरि पछि राम कमला र मुना बीच पाटो आउने त होइन? के लाग्छ तपाईँलाई? कमेन्ट गर्नुहोस् है।